नमस्कार मित्रहरू, स्वागत छ यहाँहरूलाई मेरो अर्को एउटा भिडियोमा। म आज यहाँहरूलाई दर्शन गराउन गइरहेको छु कञ्चनपुर जिल्लाको बनबासा भन्ने ठाउँमा रहेको सिद्धनाथ महादेव मन्दिर। यहाँ एकजना भक्तजन हुनुहुन्छ, स्वागत छ यहाँलाई। यो मन्दिरको बारेमा अलिकति बताइदिनु न। खासमा म पनि यहाँको पब्लिक होइन, तर पनि यहाँको स्थानीयहरूसँग सोध्दा बुझाइसम्म अगाडि पनि आएको छु। यो दोस्रो पटक हो। यहाँ चाहिँ इन्डियाको चन्द्रगिरी भन्ने ठाउँमा यो प्रसिद्ध तीर्थस्थल छ र त्यहाँ तीर्थाटन गरिसके पश्चात यो मन्दिरमा, सिद्धनाथको मन्दिरमा आएर दर्शन गरिसकेपछि मात्रै सिद्धि प्राप्त हुने अथवा चाहिँ त्यो तीर्थाटनको फल प्राप्त हुने भन्ने विश्वास गरिन्छ। र यो खासमा महादेवको मन्दिर हो, सबैलाई ब्रह्मदेव मन्दिर पनि भन्छ। यो टनकपुर ब्यारेज पनि त्यसको नजिकमै छ, स्थानीय ऐतिहासिक स्थल। हस्, धन्यवाद छ यहाँलाई। र मित्रहरू, यो मन्दिरको निकै रमणीय स्थानमा छ, यहाँहरू हेर्न सक्नुहुन्छ। र भगवान् महादेवको चाहिँ आशीर्वाद पनि लिनु होला। र मन पर्यो भने यसो लाइक पनि गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला। र अहिले हामी चाहिँ यो दिउँसोको समयमा आएकै छौँ, त्यही भएर यो भित्र पूजाआजा चाहिँ गर्न हामीले अब हाम्रो यो जुन एउटा मान्यता छ, खानपिन भइसके पछाडि चाहिँ मन्दिरमा पूजाआजा नगर्नु भन्ने सोही मान्यता अनुरूप हामी पूजाआजा चाहिँ नगरिकन यसरी मन्दिर मात्रै चाहिँ अवलोकन गरिरहेछौँ। र यहाँहरूलाई पनि म यो सिद्धेश्वर महादेवको मन्दिर चाहिँ यसरी देखाउन गइरहेछु। मित्रहरू, यहाँहरू हेर्न सक्नुहुन्छ। र हामी सबैको मनोकामना भोले बाबाले, सिद्धेश्वर बाबाले चाहिँ ल्याइदिनु हुनेछ भन्ने हामी पनि आशा र एउटा विश्वासका साथ यहाँ आएका छौँ। यहाँहरू हेर्न सक्नुहुन्छ, भक्तजनहरूको उल्लेख्य उपस्थिति छ। र यतापट्टि मन्दिर चाहिँ यहाँ दिउँसोको टाइममा ताला लागेको छ। मित्रहरू, यतापट्टि महादेवको वाहन बसा यहाँ हामी देख्न सक्छौँ। यहाँहरू हेर्न सक्नुहुन्छ। यो अत्यन्तै आस्था र विश्वासका साथ भक्तजनहरू आउनुहुन्छ भनेर हामीले जानकारी पाएका छौँ। यस्तो छ मित्रहरू यहाँको वातावरण। अन्तिममा हर हर महादेव, हर हर महादेव भन्दै बिदा लिन चाहन्छु। हस्, धन्यवाद, नमस्कार।